leg day wala vlog. So yeah, मेरो नयाँ बोतल. You can see my name. Enjoy the now. Time 12:28 भयो. अब एकछिनमा सुरु गर्छु. And you can see no one is here. खाली भएको बेला आउने के मजा एक्सरसाइज गरेर बेला. Sound. So basically वहाँ चाहिँ यो मुभमेन्टहरु भयो अनि त्यसपछि जतिसुकै एक्सरसाइजहरु गर्छु त्योबाट एक दुईटा एक्सरसाइज दुई सेट एक सेट दुई सेट जति चाहिँ लाइट वेटमा लाइक वार्म अप गर्नलाई त्यही एक्सरसाइज मुभमेन्ट युज गर्ने के त्यही हो वार्म अप मेरो लागि. Recently I just realized कि म नि मोटाइरहेको छु के लाइक हुन्छ नि मसल त गेन भइरहेको छ तर पनि मोटाइ चाहिँ रहेछ कि फ्याट. I'm getting fat. सायद कार्डियो अभोइड गरेर होला. अन्त वाकिङहरु भए पनि पहिला चाहिँ टन्नै कार्डियो गरिन्थ्यो तर अपोजिट एक्सट्रिममा गयो जस्तो भयो कि. I think I will start introducing cardio बिस्तारै. वेट नाप्न जानको लागि यहाँ छ मेसिन. एक्युरेट त हुँदैन त्यही पनि म गेस चाहिँ के गर्छु भने नर्मली अहिले फिल अनुसार 64.78 समथिङ त्यस्तै हुन्छ होला. लेट्स सी. दुब्लाइ पनि रहेछ मोटाइ पनि रहेछ के हो सो कन्फ्युजिङ. दुब्लाउने मोटाउने कन्सेप्ट चाहिँ के रहेछ भने म अहिले आफूलाई विक र मोटाको भन्दा नि वेट गेन नभएको फिल भइरहेछ नि. अनि मैले चाहिँ कार्डियो टोटली अभोइड गरेर रहेछ कि लाइक इफ आई डु कार्डियो अनि त्यसपछि ट्राई टु गेन वेट त्यसमा मसल गेन हुन्छ अनि मसल गेन प्लस फ्याट एकदमै कम. तर यदि मैले लाइक कार्डियो अभोइड गरेर खानालाई मात्र फोकस गरेँ अनि त्यसपछि खाना र ट्रेनिङमा मात्र फोकस गरेँ भने चाहिँ त्योसँगै फ्याट पनि बिल्ड हुँदो रहेछ कि. सो कार्डियो र वेट लिफ्टिङ दुईटैलाई ब्यालेन्स गर्नु पर्यो त्यो प्रपरली मसल गेन गर्नलाई. सो मैले त्यो गरिरहेको छैन अहिले. सो आई विल डु इट छिटै बिस्तारै सुरु गर्नुपर्छ. I think I will go for around, I don't know, 15 यो आफैमा 15 छ. 15 भनेपछि 60 65 सम्म जान्छु. 8 to 10 reps भनौँ न. त्यही हो 15 kg. लाइक सबै मान्छेको आफ्नो बडी पार्टमा विक पोइन्ट हुन्छ नि. मेरो चाहिँ लोवर ब्याक हो कि लाइक सिसे जस्तो छ कि लाइक कति अलिकति भारी उठाउनु बित्तिकै दुखिहाल्छ. इट्स नट द्याट आई हेभ डन एनिथिङ रङ तर पनि जस्ट त्यही हो भनौँ न मेरो विक पार्ट बडी.
अलिकति उठाएकी छु फ्याक पारिदिन्छ क्या ढाका अनि 2-3 मिनटसम्म त्यसलाई नै सताइरहन्छ सो इट्स हार्ड 3 सेट्स डन टाइम रेस्ट लिइरहेको छु अब आरडिएल त्यही बारबेलमा खतरा गलाउँछ कि स्क्वाट्सले यो मिसिनहरू लाइक हुन्छ नि वेट हल्लाउँदै थाक्छ क्या सो इट्स रियली टफ यो भयो अनि बेन्च प्रेसहरू भयो त्यो जुन वेट हटाउँदै अल्छी लाग्छ क्या गर्ने मन लाग्दैन टाइपको यसमा हिप थ्रस्ट पनि छ लेट्स सी म गर्छु गर्दैन पन्ध्र 30 45 45 भनेपछि 45 50 55 I think I'll add more 5 each side and let's see the main set 12 को 3 set set 1 done 2 more to go I think I'll add 1.25 on the thing थोड़े progressive overload out of breath cardio नगरेर होला फोकस गर्नुपर्छ कार्डियोमा one thing like हुन्छ नि जुन कुरा म I think I'm getting better at this. Actually, I'm good at this. Just के भने like वेटलाई कन्ट्रोल गर्नु के लाइक हेर्दाखेरि इफोर्टलेस देख्दो रहेछ भिडियोमा तर इट्स एक्चुअली हार्ड हैन तर जुन जति गाह्रो भए पनि स्लोली कन्ट्रोलमा हुन्छ नि त्यो चाहिँ एउटा स्किल हो कि लाइक प्र्याक्टिस गर्दै गएपछि झन् इन्हेन्स हुन्छ सो द्याट्स वाट आम गुड एट भनौँ वेट भारी वेटलाई सक्दो इफोर्टलेस देखाउनु हार्टबिट 180 भइरहेछ लाइक यो गर्नुभन्दा अगाडि मसल भन्दाखेरि हात अगाडि लुज हुने के सो इट्स ओ माई गॉड के भनौँ त्यो चाहिँ नहोस् भनौँ न लाइक अहिले हार्टबिट 180 नै भइरहेछ यार कार्डियो धेरै नै स्किप गरे जस्तो छ सो यहाँ ब्याक टु कार्डियो अनि 2 मिनट रेस्ट लिन्छु म बिचमा सेटको 2 मिनट चाहिँ लेग डेको दिन नभए अरू दिन 90 सेकेन्ड्सले पुग्छ मलाई सो सक्दो कम रेस्ट गऱ्यो भने चाहिँ सक्दो कम भन्दा नि आइडियलै हो त्यति 1 मिनट तर मान्छे नर्मली कुरा गर्दै गएपछि लाइक हुन्छ नि थाहा नै हुँदैन क्या 4 मिनट 5 मिनट कसरी भयो त्यसरी के हुन्छ नि जुन त्यो मसललाई जुन टार्गेट भएको थियो नि त्यो मसल रेस्टमा पुगिदिन्छ क्या अनि फेरि एक्टिभेट गर्नु त टाइम लाग्छ नि त सो डोन्ट रेस्ट मोर देन 2 मिनट्स ब्यान्डेज गर्छु सो 12 नपुग्दै नछोडोस् भनेर सो लेट्स सी
आएन मलाई युज गर्न एक्सरसाइज डन एन्ड आई थिङ्क यसपछि लेग एक्सटेन्सन हिप थ्रस्ट काफ रेज एन्ड टाटा बाई बाई एउटा टिप वेट सक्दो ह्याप्पी उठाउनु भन्दा नि लाइक सक्दो ह्याप्पीको जुन एउटा लाइन हुन्छ नि त्यसको क्लोज जाने अनि त्यसपछि ट्राइङ टु कन्ट्रोल सकेसम्म के मसल बिल्डको लागि चाहिँ त्यो एकदमै बेस्ट हो भनौँ न सक्दो ह्याप्पी गरेर फर्म बिगार्नुभन्दा फर्म एकदमै करेक्ट गरेर सक्दो कन्ट्रोलमा गऱ्यो भने चाहिँ एकदमै राम्रो के सेकेन्ड लास्ट एक्सरसाइज हिप थ्रस्ट एन्ड मान्छेहरू पनि आउनु थालिसक्यो जिममा यु क्यान सी सायद मेरो लास्ट हुनसक्छ बोलेको सो या हिप थ्रस्ट लेट्स वक मेरो ब्याक यु क्यान सी 15 20 30 80 अराउन्ड 80 केजी मैले त्यो इन्स्टामा देखाएको छु क्या एउटा केटीले ट्रेनर हो सी डिड 130 हिप थ्रस्ट अनि 55 मागे द्याट्स इन्सेन वेल आई एम ट्राइङ माई बेस्ट calf raise I think मेरो dominant muscle group हो भनौँ calf चाहिँ and I'll go around 60 to 15 reps जान्छु 3 sets को